विचार यही देशको स्वदेशी शक्ति र स्वदेशी विचारलाई चिन्नुपर्छ, बुझ्नुपर्छ। पार्टीभन्दा माथि उठेर, जातिभन्दा माथि उठेर, धर्मभन्दा माथि उठेर यो देशलाई देख्न सक्नुपर्छ हामीले। त्यो आवाज लिएर म फेरि तपाईँहरूको घरमा आएको छु, म तपाईँको टोलमा आएको। पहिला पनि म यसै भन्दै कराउँथेँ धरानमा, त्यतिखेर कोही मान्छे हुँदैन थियो प्राय। अहिले चाहिँ यसो 2-4 जना 5-10 जना देख्छु वरिपरि। झुटो कुरा बोल्दिनँ म है, झुटो कुरा बोल्दिनँ। झुटो बोलेर चिप्लो घसेर अरूलाई धोका दिन पनि आउँदैन मलाई। त्यसो भएको कारणले गर्दाखेरि यसपालि श्रम संस्कृतिलाई तपाईँहरूले जिताउनुपर्छ। साँचो दर्शक बिन्दुहरू, अहिले हामी ठ्याक्कै धरानुपा महानगरपालिका वडा नम्बर 6 को पानबारा स्कुल डाँडाको आसपासमा हामी अहिले ठ्याक्कै घर दैलो कार्यक्रममा आइपुगेका छौँ र घर दैलो गर्ने क्रममा अब अध्यक्ष जो पनि आइसक्नु भएको छ र अब हामी यसरी चाहिँ धरान उपमहानगरपालिका वडा नम्बर 6 को सेरोफेरोमा छौँ र हेर्न सक्नुहुन्छ। ल यसरी चाहिँ आजको सुरु भयो। यसरी घर दैलो कार्यक्रम भइरहेको छ। शिक्षा ठुलो मान्छे पो भुलेको रहेछ त, नगरौँ न यसरी। दर्शकहरू, यसरी हामी ठ्याक्कै स्कुल डाँडामा चाहिँ हामी घर दैलो कार्यक्रम गर्न सुरु गऱ्यौँ। हेर सानो मान्छेहरू फुत्तै गाडीबाट, होइन गाह्रो छ नि, कम साह्रो छ। यसरी चाहिँ भोट माग्ने काम भइरहेको छ। ल अध्यक्ष यसरी भोट माग्ने काम भइरहेको छ। दर्शकहरू हेर्न सक्नुहुन्छ। ल भान्जीहरू यता रे, भान्जीहरू यता एकछिन। ल हेर जेनजी भाइ बहिनीहरू, ल भाइ पनि यता आउनुहोस्। देश बनाउने भने चुनाव चिन्ह माटोको विकल्प छैन। विदेशीबाट परिचालितहरूलाई दर्शकहरू हामी भोटमा। ल मेरो भाइ के छ? एकदम ठिक छ। चलाउँदै हुनुहुन्छ गाडी अहिलेसम्म? के छ सर अहिलेको अवस्थामा यो अटोको? सर त्यति खासै छैन, गाह्रो छ अनि अहिले अब चुनाव पनि एकदम नजिक आएको छ सर। हजुर सर। के छ माटोको अहिले? हामी माटै हो, अरू पनि त साथीहरू छन् नि सर फेरि। अनि तपाईँको भोट 6 नम्बरमै हो सर? 6 नम्बर। जोस् गुजारा चल्या छ यसले। तर गाह्रो छ नि सर, होइन पहिले जस्तो छैन नि। अहिले के यहीँ पालो लाएर बस्नु सर? ल सर यस्तै हो, अब चुनाव लागेको छ, जसलाई भए पनि आफ्नो गोप्य मत दिने नै हो, होइन? अब त्यसमा ठुलो कुरो भएन, अब एउटालाई जिताउनै पर्छ। ल हामी कुराकानी गर्दै गर्छौँ है त। दर्शकहरू, यहाँ अहिले ठ्याक्कै हामी स्कुल डाँडामा चाहिँ अब चुनावी माहौल ततिरहेको छ र चुनावको लागि अहिले देखिहाल्नुभयो।
एजुकेसन को छ है एजुकेसनमा को छ हामी छौँ है है धन्यवाद भन्नु अरूलाई सबैलाई नास्ता खानु गएको भन्दा पत्ता हुँदैन होला त डाँडा बजार हामी डाँडा बजार ठ्याक्कै डाँडा बजार भनेको स्कुल डाँडा नि फेरि 6 नम्बरको स्कुल डाँडा जय बाटो यो समीर तामाङको दाइको यो हाम्रै माटोको भाइहरू हो यता पनि कता हो खोइ मेरो पानी ल्याऊ पानी ओ तोलियो पानी बोक्ने को पानी बोक्ने डोली खोइ एउटा पानी ल्याऊ न नि मेरो टोलीले स्टिकर टाल्दै हिँड्नु चुनाव चिन्ह माटो भन्दै आइपुगे हैरान खालको मान्छे आइपुग्यो समीर तामाङ भाइको दाइको दोकान आउनु त नानी चुनाव चिन्ह माटो ल अरू चिन्हमा भोट हाल्यो भने अरूलाई पनि भन्नु गाउँ घरतिर पनि है नानाहरू बहिनीहरू सबैजनाले शिक्षा 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 यता पो हुनुहुन्छ हौ। शिक्षा पत्र देखाउनु मतपत्र भइहाल्छ है ल हजुर चुनाव चिन्ह माटो भन्दै आइपुग्यो हाम्रो समीर सरको दाइ छ लाउनु न दाइ भाइ मन ए हाम्रो समीरजीको शुभ रहोस् यहाँको सबैजना लाउँदिन भन्नु पाइयो सर यता पनि झन्नै म यताबाट छिर्यो फेरि यार सक्सेज्यू How are you? Okay, thank you. चुनाव चिन्ह माटोमा है नानीहरूको भविष्य बनाउनु पर्छ ल यही देशको है यहाँ राख्नु न ताल्दैन ग्यास अलिक गनाएको जस्तो सुगे यो नाख्ले अलिक ग्यास ख्याल गर्नु होला है ग्यास जस्तो कुरो है त ल ग्यास जस्तो कुरो हामी उता थियो उता त्यहाँभित्र यतापट्टि कोठामा छ निस्किन्छ अरूलाई पनि भन्नु है दुईटा मतपत्र देखाए यहाँ अनि भोट चाहिँ केमा हो अब ठुलो स्वरहरूले बोल्नु हुँदैन सानो स्वरले माटामै हो यहाँ शिक्षा फेरि कस्तो सानो छ हाम्रो बहिनी सानोले अब सिकाउँछ है गाह्रो छ नि ल उता सिकाउनुहुन्छ ल दिदी हो कि बहिनी म अलिकति यता छिरे ल साह्रै राम्रो बेला आइएछ खाएको बेलामा खाँदै गरेकोलाई टोपी लाउने चाहिँ जापानिज होइन जय माटो ल जाउँ यता ए अफिसै रहेछ त ल ठिक छ त अफिसमा आउँदा पनि केही फरक पर्दैन यो चाहिँ ताराको अफिस केही छैन ल समग्रमा मिल्नुपर्छ यो चाहिँ हाम्रो मनोज भट्टराई सरको अफिस हामी ठ्याक्कै त्यहाँ आइपुगेका छौँ
हर्का साम्बाङ माटोमा भोट माग्दै के छैन यो चुनावी लहर हो सबैले मिलेर जानुपर्छ ल ठिक छ ल यसरी चाहिँ माटोमा बनाउन घर दैलो कार्यक्रम भइरहेको छ र दर्शकबिनहरू ल यसरी चाहिँ काम कुरो भइरहेको छ ए साउजी बाजी हानु दुईजनै घुमेर नसकिने भयो कहिले नसकिने भयो साथीलाई यार गाह्रो छ नि हौ जिन्दगी यार यसरी चाहिँ ल घर दैलो कार्यक्रम भइरहेको छ धरान उपमहानगरपालिका वडा नम्बर 6 स्कुल डाँडा ठ्याक्कै स्कुल डाँडामा चाहिँ घर दैलो कार्यक्रम भइरहेको छ हेर्न सक्नुहुन्छ ल त्यति टिका लगाएपछि साउजीलाई जित्नुपर्छ ल साउजीले फेरि आउँला टोक्छ नि फेरि विचार गर्नु है विचार गर्नु यता साउजी हो टेरियामै गाह्रो छ नि जिन्दगी चुनाव चिन्ह माटोमा भोट नत्र देश रहँदैन त्यसपछि रुँदै बस्नु रुँदै बस्नु त्यसपछि म त भोट डाइरेक्ट बोलिदिन्छु विदेशीको दादागिरी चलिरहेछ विदेशीको दादागिरी रोक्नुपर्छ ल विदेशीको दादागिरी रोक्ने मैले है धन्यवाद नमस्ते चुनाव चिन्ह माटो है सर धन्यवाद नमस्ते तपाईँको लुगामा पो लाग्छ भन्ने त बेच्ने लुगामा कि लाग्यो भने गाह्रो हुन्छ यसरी चाहिँ घर दैलो कार्यक्रम भइरहेको छ अहिले ठ्याक्कै हामी स्कुल डाँडामा छौँ र स्कुल डाँडा घर दैलो कार्यक्रममा अहिले माटो पार्टीको घर दैलो भइरहेको देखिन्छ र दर्शकबिनहरू हेर्न सक्नुहुन्छ र यसरी चाहिँ घर दैलो कार्यक्रम भइरहेको छ ल हामी ठ्याक्कै स्कुल डाँडामा यसरी चाहिँ भएको छैन भाषण यता 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 यहाँ अध्यक्षज्यू यहाँ भित्र रहेछ मान्छे यसरी ल यसरी चाहिँ ल समृद्धको बाटो चुनाव चिन्ह माटो ल यहाँ त मोबाइल पो बेच्ने ठाउँ रहेछ त यहाँ ल कसको मोबाइल थोत्रे भएको छ यहाँ एक्सचेन्ज गरौँ साथी होला यहाँ चाहिँ स्कुल डाँडा ठ्याक्कै 6 नम्बरको स्कुल डाँडा यहाँ ल गिफ्ट टेम्पर पनि यहीँ पाउँदो रहेछ अस्ति भ्यालेन्टाइनमा भेटेको भए चाहिँ केटाहरूले स्वाहा बनाउने थियो अहिले हुर्केर मात्रै अब के गर्नु अनि यसपालिको भ्यालेन्टाइन डेमा कतिवटा फुल बाँडियो त साथी अस्ति सक्यो त रोज डे अनि रोज डेमा त अनि फुल बाँड्ने हो साथी अब हामी पो बुढो भयौँ त उमेर भएकोले बाँडाएक र ए उता दिदी आउनु भयो ल साउनी ल
दर्शकहरू अहिले घर दैलो कार्यक्रममा छौँ हामी धरानुपा महानगरपालिका वडा नम्बर 6 स्कुल डाँडामा चाहिँ घर दैलो कार्यक्रम भइरहेको छ। दर्शकहरू हेर्न सक्नुहुन्छ र घर दैलो कार्यक्रमको अहिले यो स्कुल डाँडाकै सेरोफेरोमा अहिले ल सबैजनालाई अलिकति केही कुरा राख्नु पर्यो। यहाँहरू सबैलाई नमस्कार छ। म हर्क साम्पाङ भन्ने मान्छे कहिले कहिले आइरहन्छु यसो बोल्नलाई। आज पनि घुम्दै घुम्दै घर दैलो गर्दै आएका छौँ। परबाट भए पनि एकछिन केही सुनिदिनु होला। चुनाव आयो, चुनावमा अब के गर्ने होला भनेर सरसल्लाह गर्नुपर्ने बेला आयो। सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई म भन्न चाहन्छु, यदि नेपाल हामीलाई चाहिएको हो भने हामीले राम्ररी विचार गर्नुपर्छ। होइन भने अब यो देशै चाहिएको छैन भने मेरो भन्नु केही पनि छैन। यदि यो देश चाहिएको छ भने चुनाव चिन्ह माटोमा श्रम संस्कृतिलाई साथ दिनु होला। हामी यो देशलाई विदेशी हस्तक्षेपबाट बचाउनेछौँ। त्यतिखेर यो देशमा ठुलो सङ्कट आइलागेको छ। सिंहदरबारसम्म जलेर खरानी भयो, सर्वोच्च अदालत जलेर खरानी भयो, संसद भवन जलेर खरानी भयो। भन्नुको मतलब हाम्रो देशको सार्वभौम सत्ता जलेर खरानी भएको अवस्था छ। त्यो सार्वभौम सत्तालाई पुनर्स्थापित गर्ने हो या होइन भन्ने कुरा हाम्रो अगाडि छ। यतिखेर एक ठाउँ चुनाव हुने अनि एक ठाउँ सरकार बनाउने पहिला जस्तो तपाईँको चाहिँ चुनाव होइन यो। त्यसो भएको कारणले गर्दाखेरि यदि हामीलाई हाम्रो देश हामी आफैले चलाउनु पर्छ, नेपालीको नेपाल, नेपालीहरूको यो हाम्रो चाहिँ आफ्नो स्वाधीन नेपाल बनाउन मन लाग्छ भने, त्यस्तो बनाउन मन लाग्छ भने चुनाव चिन्ह माटोमा भोट हाल्नुहोस्। म तपाईँहरूलाई दाबीका साथ भन्छु, चुनाव चिन्ह माटो लिएर आएको श्रम संस्कृति मात्रै यो देशको माटोमा उम्रिएको शक्ति हो, यो देशको स्वदेशी शक्ति हो। अरू सबै विदेशबाट आएर परिचालित भएका पार्टीहरू छन्। तपाईँहरूलाई मैले भनेको कुरा त्यतिखेर पत्यार नलाग्न सक्छ, तर पछि थाहा हुन्छ। तर त्यतिखेर ढिलो भइसकेको हुन सक्छ। त्यसो भएको कारणले आदरणीय दाजुभाइ दिदीबहिनीहरू, यो एक ठाउँ सरकार बनाउने, हाम्रो सानसाना तपाईँको चाहिँ नि होइन विकासे कामहरू गर्ने सरकार बनाउने तपाईँको चाहिँ नि के अरे एउटा चुनाव मात्रै होइन। यो चाहिँ नेपालीले नेपालीको सरकार बनाउने किन बनाउने भन्ने चुनाव हो। त्यसो भएको कारणले गर्दाखेरि कान खोलेर सुन्नुहोस् है, दिमागको बत्ती बालेर सुन्नुहोस्। म त्यो भन्न चाहन्छु। यहाँहरू सबैजनालाई हार्दिक अनुरोध पनि गर्न चाहन्छु। कुरा खस्रो मस्रो हुन सक्छ, कुरा मन नपर्ने खालको हुन सक्छ, तर साँचो कुरा त्यही हो है। जे छ त्यो भन्नुपर्छ, जे छ त्यो बुझ्नुपर्छ। यहाँहरू सबैजनालाई मैले अनुरोध गर्न चाहन्छु, यो चुनाव भनेको हाम्रो स्वाधीनताको पक्षमा हुनुपर्छ। सबैजनालाई म भन्न चाहन्छु, हाम्रो यो चुनाव भनेको हाम्रा नानीहरूको, हाम्रा सन्ततिको भविष्य स्थापित गर्ने चुनाव हुनुपर्छ। यदि त्यसो हो भने चुनाव चिन्ह माटोमा भोट हाल्नु होला। म तपाईँहरूको सेवा गरिरहेको मान्छे, नगर प्रमुख खर्ग साम्पाङ, यसपालि तपाईँहरूको उम्मेद्वार भएर सङ्घको चुनाव, केन्द्रीय चुनाव लडिरहेको छु। मेरो चुनाव चिन्ह माटो छ, पञ्जुलीमा राखेको माटो। त्यो माटो चिन्हलाई भोट हाल्नु होला। त्यस पछाडि तपाईँको चाहिँ नि हामीले श्रम संस्कृतिको सरकार बनाउन सकेको खण्डमा यो देशमा उत्पादनको, यो देशमा निर्माणको, यो देशमा स्वदेशी अर्थतन्त्रको, सुशासनको देश बनाउनेछौँ। यहाँहरू सबैजनालाई म त्यो प्रतिबद्धता जाहेर गर्न चाहन्छु। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म तपाईँहरूको घर दलानमा, घर दैलोमा आउन नभ्याए पनि पूर्वदेखि पश्चिमसम्म सबै नेपालीलाई बारम्बार भनिरहेको छु, दिनमा 10 चोटि भनिरहेको छु। फेसबुक लाइभबाट भनिरहेको छु, सानातिना भिडियो क्लिपबाट भनिरहेको छु, यसरी घर दैलोबाट भनिरहेको छु, आम सभाहरूबाट भनिरहेको छु। यदि यो देश बचाउने हो भने अब तपाईँ हामी एक ठाउँमा आउनुपर्छ। राष्ट्रवादी शक्ति, राष्ट्रवादी विचार, यो देशको स्वदेशी शक्ति र स्वदेशी विचारलाई चिन्नुपर्छ, बुझ्नुपर्छ। पार्टीभन्दा माथि उठेर, जातिभन्दा माथि उठेर, धर्मभन्दा माथि उठेर यो देशलाई देख्न सक्नुपर्छ हामीले।
त्यो आवाज लिएर म फेरि तपाईँहरूको घरमा आएको छु, म तपाईँको टोलमा आएको। पहिला पनि म यसै भन्दै कराउँथेँ धरानमा, त्यतिखेर कोही मान्छे हुँदैन थियो प्राय। अहिले चाहिँ यसो 2-4 जना 5-10 जना देख्छु वरिपरि। झुटो कुरा बोल्दिनँ म है, झुटो कुरा बोल्दिनँ। झुटो बोलेर चिप्लो घसेर अरूलाई धोका दिन पनि आउँदैन मलाई। त्यसो भएको कारणले गर्दाखेरि यसपालि श्रम संस्कृतिलाई तपाईँहरूले जिताउनुपर्छ। साँचो सत्य मान्छेको नेतृत्व चाहिन्छ यो देशमा। त्यस्तो नेतृत्व जो नेतृत्व इमान्दार होस्, त्यस्तो नेतृत्व जो नेतृत्व सत्यलाई लिएर अगाडि बढेको होस्, त्यस्तो नेतृत्व पारदर्शी होस्, जनताको घर दुःखको समस्या बुझेको मान्छे चाहिन्छ यो देशको नेतृत्वमा है। यो देशमा तपाईँको चाहिँ मङ्गल ग्रहबाट आएको एलियन जस्तो मान्छे चाहिँदैन। जो मान्छे चाहिँ हजारौंको तपाईँको चाहिँ भिडमा पर तपाईँको चाहिँ होइन बसेर भागेर हिँड्छ, त्यो खालको नेतृत्व चाहिँदैन यो देशमा। भ्रष्ट नेतृत्व होइन, यो देशमा तपाईँको छैन के अरे इमान्दार नेतृत्व चाहिएको छ। यदि त्यो इमान्दार नेतृत्व चाहिएको छ भने, काम गर्ने नेतृत्व चाहिएको छ भने, गफ होइन कामले यो देश बनाउनु पर्छ भन्ने खालको तपाईँहरूको मनसा छ भने चुनाव चिन्ह माटोमा भोट हाल्नुहोस्। यो देश मेरो मात्रै त होइन, तर यो देशलाई माया गर्ने मान्छे भएको कारणले गर्दाखेरि सबैभरि एउटा जागरणको कुरा गरेर, चेतनाको कुरा गरेर है, एकताको कुरा गरेर, राष्ट्रियताको कुरा गरेर हिँडिरहने एउटा यात्रीको रूपमा म अगाडि आएको छु। तपाईँहरू सबैजनालाई म अनुरोध गर्न चाहन्छु, यसपालिको चुनाव यो चान्सुने चुनावको रूपमा तपाईँले नहेर्नु होला। बारम्बार भन्दै आएकै कुरा म भन्न चाहन्छु। यहाँ चुनाव भन्ने बित्तिकै छनौटको कुरा हो। कस्तो मान्छेलाई छान्ने है, सिंहदरबार चलाउनको लागि तपाईँको संलग्न मान्छेलाई छान्ने कि या हाम्रा जाने प्रहरी भाइहरू उता पहराबाट सेक्युरिटी दिइराखेको छ, त्यस्ता प्रहरीलाई पनि तपाईँको तान्दै बाहिर कुटेर मारेको कुराहरू हामीले देखिरहेको छ। यो देश कसरी चलिरहेको छ, त्यस्ता खालका मान्छेहरूलाई हामीले छान्ने कि कोठाको कोठा पैसा राख्ने मान्छेलाई छान्ने कि टिपरका टिपर सुनको तपाईँको तस्करी गरेर हिँड्ने मान्छेलाई छान्ने कि कस्तो मान्छेलाई छान्ने हो भन्ने पार्टी है। बरु प्रश्न राख्न चाहन्छु, खरो प्रश्न राख्न चाहन्छु, तपाईँको आत्मामा छुने गरी म प्रश्न राख्न चाहन्छु। घोच्नै पर्छ, नघोचिकन नेपाली जाग्दैन, मलाई थाहा छ। झुटोको पछाडि अझै पनि, झुटको पछाडि अझै पनि भ्रमको पछाडि लाग्ने नेपालीको तपाईँको संख्या ठुलो छ यो देशमा। यसपालिको चुनावमा त्यस्तो नहोस्। यो देश हामी सबैको हो, यो देश बचाउने र बनाउने जिम्मा हामी सबैको हुनुपर्छ। त्यसो भएको कारणले गर्दाखेरि पार्टी भन्दै, जाति भन्दै है, धर्म भन्दै यो देशै नराख्ने खालको तपाईँको चाहिँ गतिविधिमा हामी जानेर पनि संलग्न हुनु हुँदैन, नजानेर अनजानमा पनि संलग्न हुनु हुँदैन। त्यसो भएको कारणले गर्दाखेरि राष्ट्रिय ध्वजाको शान बढाउने हो भने, यो देशको मान बढाउने हो भने, नेपालीको स्वाभिमान बढाउने हो भने चुनाव चिन्ह माटोमा तपाईँहरूले मतदान गर्नुहोला। सैकौं कारणहरू छन्, थुप्रै हजारौं तपाईँको चाहिँ कारणहरू छन् भन्दै जाँदा, तर बुझ्नेलाई थोरै कुरामा काफी हुन्छ, इशारा काफी छ। बुझ्नेले इशाराले बुझ्छ, नबुझ्ने नाथोलाई 12 वर्ष पढाउँदा पनि बुझ्दैन। त्यसो भएको कारणले गर्दाखेरि म विश्वास गर्छु हामी जो जतिले आवाज सुनिरहेका छौँ हामी बुझ्ने मान्छे, जो जतिले मिडियाबाट सुनिरहेका छौँ हामी बुझ्ने मान्छे हौँ। हामीले बुझ्नुपर्छ यो देशमा हाम्रो युवाको भविष्य छैन। यहाँ इन्जिनियरिङ कलेज पढ्दै गरेको एउटा भाइ आउँदैछ, एउटा तपाईँको रुलर लिएर, उसको भविष्य यो देशमा छैन। हजारौं लाखौं विद्यार्थीहरू छन् यहाँ है, पढ्यो विदेश गयो, पढ्यो विदेश गयो। यो देशमा गरी खाने वातावरण हाम्रो किन छैन भन्दाखेरि हामीले राजनीतिक गल्ती गरिरहेका छौँ है। भटाहरूलाई हामीले नेता सम्झिरहेका छौँ, तस्करलाई नेता सम्झिरहेका छौँ, हत्यारालाई नेता सम्झिरहेका छौँ, चोरलाई नै नेता सम्झिरहेका छौँ। त्यसो भएको कारणले गर्दाखेरि हाम्रो भोट जताततै फालेर हिँडेको कारणले गर्दाखेरि यो देशमा कहिले पनि राम्रो नेतृत्व आउन सकेन। राम्रो नेतृत्व नआएको कारणले गर्दाखेरि आज हामी सुशासित बन्न सकेका छैनौँ। हाम्रो विकासका योजनाहरू पुरा भएका छैनन्। हाम्रा सबै कुराहरू तपाईँको लथालिङ्ग र भाताभुङ्गेको स्थितिमा आज यो देशमा शान्ति सुरक्षासम्म पनि नभएको अवस्था छ। शान्ति सुरक्षासम्म पनि छैन भने सेवा सुविधा र विकासको कल्पना हामीले गर्न मिल्दैन। त्यो तपाईँको चाहिँ अवस्थामा हामी पुगेका छैनौँ भन्ने कुराको बोध हुनु जरुरी छ।
भएको कारणले गर्दाखेरि म सबैजनालाई भन्न चाहन्छु यसपालिको चुनावमा आफ्नो विवेक प्रयोग गर्नुहोस् है। जबरजस्ती माटोमा भोट हाल्नुपर्छ भन्ने तर्क पनि म राख्दिनँ। विचार गर्नुहोस् है, विचार गर्नुहोस्, चाख्नुहोस्, चिमोट्नुहोस् है, हेर्नुहोस् मजाले तपाईँको चाहिँ नि कसी लगाएर हेर्नुहोस् कुन पार्टी कहाँबाट सञ्चालन भएको छ होइन, कुन पार्टीको नेता कस्ता छन्, ती कुराहरूलाई तपाईँले राम्रोसँग हेरेर यसपालि चुनावमा तपाईँले भोट हाल्नुपर्छ। यो एउटा व्यक्तिलाई चुन्ने भन्दा पनि विचारलाई चुन्ने हो, पार्टीलाई चुन्ने तपाईँको चाहिँ यो देशको नेतृत्व बनाउने चुनाव पनि भएको कारणले गर्दा देशको भविष्य र भाग्य कता लाने हो त्यो हामी सबैजनाले अब चाहिँ विचार गर्नुपर्छ जस्तो मलाई लाग्छ। यहाँहरू सबैजनाको त्यो खालको चाहिँ होइन मन बन्न सकोस् भन्ने शुभकामना पनि म व्यक्त गर्न चाहन्छु। जुन मनले यो देशको अस्तित्व बचाइराख्न चाहोस् है, यो देश राखिरहने कुरा सबभन्दा ठुलो कुरो हो विकास भन्दा पनि। यस्तो यी बाटो साटो बनाएको छ नि सबै ग्रिनमा बनाएको बाटो बनाउनु पर्छ, ठिक छ, यो मेरै कार्यकालमा बनेको बाटो है, नगरपालिकाको लगानी त होइन, तर यो बाटो बनाउनको लागि मैले थुप्रै पहल गरेको आफ्नो ठाउँमा नगर प्रमुख हैसियतबाट त्यो पदबाट। बाटो बन्नु ठुलो कुरो हो, तर बाटो बन्नु भन्दा पनि यो देश स्वाधीन राख्ने कि नराख्ने भन्ने कुरा चाहिँ त्योभन्दा महत्त्वपूर्ण कुरा। यो चुनाव पछाडि श्रम संस्कृतिले चुनाव जितेन भने विदेशीको सरकार बन्न सक्ने सम्भावना छ। 80% म ग्यारेन्टी दिन्छु है। विदेशीको सरकार चाहिन्छ कि स्वदेशी नेपालीको सरकार चाहिन्छ, आफै विचार गर्नु। यो देश विदेश होइन, स्वदेश हो। दुःखले गर्दाखेरि हामी विदेश गएर श्रम बेच्छौँ तर आफ्नो स्वाभिमान बेचेको होइन। जब हामी आफ्नो देशमा फर्कन्छौँ हाम्रो देशको सिमानाभित्र यो देश सार्वभौम देश हुनुपर्छ भन्ने हाम्रो मान्यता हो। तर यो देशको सरकार कसले गिराउने कसले बनाउने चुटकीको भरमा होइन। विदेशी तालमेल, कम्फर्टेबल सरकार, यी सारा कुरा हालीमुहाली गराउनेहरू भनेको तपाईँको चाहिँ पुराना दलका फटा नेताहरू, अहिलेका तपाईँको चाहिँ छतमा भेसी मान्छेहरू, नयाँ शक्ति बनाउँदाहरू। श्रम संस्कृतिलाई विश्वास गर्नुहोस् है, यो देशलाई ढल्न दिन्न म है, विदेशीको तपाईँको चाहिँ इसारामा चल्न दिन्न म, विदेशीको पाउमा लम्पसार पर्दैन। यो देश स्वाधीन भएर बाँच्छ। नेपालीको शिर ठाडो बनाउनका लागि चुनाव चिन्ह माटो लिएर हामी आएका छौँ। सबैजनालाई हार्दिक धन्यवाद दिन चाहन्छु। चुनाव चिन्ह माटोमा भोट हाल्नु होला भन्ने आह्वान गर्दै बिदा हुन्छु। नमस्कार, जय होस्।